जेठ सेकेन्ड हो हामी चाहिँ अब मयुबाट साल्पा सिलिजुङतिरको यात्रा सुरु गर्दैछौँ। यो चाहिँ मयुमा हामी बसेको होमस्टेबाट देखेको भ्यू। होमस्टेबाट उकालोको चाहिँ दुईवटा बाटो छुट्टिन्छ, एउटा मयु जाने एउटा साल्पा सिलिजुङ। हामी चाहिँ साल्पा सिलिजुङतर्फ लाग्यो उकालो। उकालो अलिक गाह्रै हुन्छ सबैलाई, त्यो पनि बिहान चिसो चिसो मौसम थियो, हल्का जाडो पनि हल्का हिँडेर गर्मी जस्तो पनि। हामी चाहिँ भ्यूहरू हेर्दै हिँडिरहेको थियौँ। भ्यू हेरेको तल देखेको चाहिँ हाँस पोखरी हो। घाम झुल्किरहेको छ, बादलहरू बसिरहेको, भाइ बहिनीहरूसँग हामी चाहिँ यसरी त्यो पर देखेको चाहिँ ट्याम्के डाँडा हो। यसरी हिँड्यौँ, मयुको डाँडा कटेको चाहिँ त्यहाँ एउटा पोखरी आयो, त्यसको नाम चाहिँ तारा खसेको पोखरी। पहिलेका उहिले नै तारा खसेको भन्ने भनाइ छ किंवदन्ती अनुसार। अब यो पोखरी क्रस गरेपछि चाहिँ एकदम राम्रो हिमालय देखिँदो रहेछ। त्यसपछि हामी अघि हिँड्दैछौँ, हिँड्दै यसरी अब घाम लागिरहेछ, बिहानको झुल्को घाम। हामी सबैजना हिँडिरहेछौँ। मेरो आइम भाइ चाहिँ पछि भिडियो खिच्दै आइरहेछ। हामी जम्मा 5 जनाको टिम थियौँ, 5 जनाको टिम हिजोदेखि हिँडेको सँगसँगै हिँडिरहेछौँ। बिचबिचमा अरू साथीभाइहरू पनि भेट हुन्छ। यसरी हिँड्दै हामी चाहिँ ओह्रालो लाग्यौँ। अब यहाँदेखि ओह्रालो लागेपछि हाँडी पोखरी भन्ने पोखरी आउँछ भनेको छ। हाँडी पोखरी के पोखरी अब हेरौँ। यहाँदेखि हामी चाहिँ ओह्रालै जाँदैछौँ। त्यसपछि ओह्रालो लागेपछि हिमालहरूको दृश्य देखिन थाल्यो। हल्का जङ्गल हिमाल देख्यो, एकदम राम्रो देखियो। त्यो हिमाल पर देखिएको चाहिँ एउटा फाँट आयो, त्यहाँ चाहिँ सिलिजुङ त टुप्प देखिएको चाहिँ सिलिजुङ त्यही हो भनेको छ। त्यो सिलिजुङ चढ्न हिँडेको हामी चाहिँ त्यहाँ हिमाल मकालो हिमाल, यो सिलिजुङको टुप्पा हो। यो चाहिँ याकहरू चढिरहेको रहेछ, चौरीको याकहरू। यसलाई चाहिँ सातो बाटो भन्ने रहेछ। यो सातो बाटो। यहाँ चाहिँ भेडी गोठ पनि रहेछ यो सातो बाटोमा चाहिँ। हामी चाहिँ एकछिन भेडी गोठतिर हेर्ने भनेर भिडियो खिच्दै। यहाँ चाहिँ चिप्ले ढुङ्गा भन्ने एउटा के गीत छ अरे, मैले त सुनेको छैन, सुन्दा थिएँको। त्यो चाहिँ त्यहीँ रे चिलिम ढुङ्गा। भेडाको बथान गरेर भेडाको ऊन काट्नु हुँदैछ दाइ भाइहरूले चाहिँ। अब यहाँबाट चाहिँ फेरि हामी सिधै ओह्रालो लाग्न भेडाको सबै काटेर मान्छेले काट्नु हुँदो रहेछ। अब हामी चाहिँ हिमालको दृश्य हेर्दै